हेलो साथीहरु म चाहिँ 2025 फ्लावर शोमा छु। अहिले म यो के रे म के भन्नु के भन्ने बिर्सेँ क्या के भन्नु Hello everyone, welcome to my new video. आज चाहिँ म फेरि पनि फ्लावर शोको सेकेन्ड पार्ट भन्नु पर्यो हैन। आज चाहिँ बोनसाईहरुलाई मेन थीम गरेर हामीले चाहिँ यो भिडियोलाई स्टार्ट गरेको छौं हैन। के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। थ्यांक यू, कीप वाचिङ। हेलो साथीहरु, अहिले चाहिँ म पेन्टिङ आर्ट स्टोनमा आएको छु। यो चाहिँ पेन्टिङ भनेको चाहिँ चाइनाहरुले चाहिँ बोनसाईलाई पेन्टिङ भन्ने गर्छ है। त्यही भएर चाहिँ यो जुन यो स्टोनमा राखेर बोनसाई गरेको छ नि त्यसलाई चाहिँ चाइनाहरुले चाहिँ पेन्टिङ भन्ने गर्छ हैन। त्यही भएर चाहिँ यो चाहिँ हजुरहरुले देख्दै हुनुहुन्छ सबै पनि यो चाहिँ स्टोनहरुमा काठहरुमा हेर्नुस् कस्तो मजाले बोनसाई गरेको छ हैन। यो चाहिँ चाइनिज बुद्धिस्ट पाइन भन्छ यसलाई चाहिँ। अन्त यो चाहिँ धुप्पी हो, चाइनिज धुप्पी। अब विभिन्न किसिमकोहरु छ। यो तपाईहरुले जुन देख्दै हुनुहुन्छ यो बोनसाई, यो चाहिँ पेन्टिङ बोनसाई भन्छ। यसलाई चाहिँ स्टोनमा चाहिँ बोनसाई गरेको हुनाले चाहिँ यसलाई चाहिँ पेन्टिङ बोनसाई भन्छ। यहाँ देख्न सक्नुहुन्छ कस्तो मजाले उले सानो बकुला पनि राखिदिएको छ हैन। कस्तो मजाले क्या। यो प्लान्ट चाहिँ कुन हो मलाई थाहा भएन, तर बोनसाई चाहिँ राम्रो गरेको छ। यो चाहिँ बोनसाई प्रेमीहरुको लागि आजको मेरो भिडियो चाहिँ स्पेशली बोनसाई प्रेमीहरुको लागि हुनेछ हैन। अब के कतिसम्म छ यहाँ जति पनि बोनसाईहरु चाहिँ म हजुरहरुलाई क्याप्चर गरेर सबै देखाउने छु। हेरिदिनुस् होला अन्तिमसम्म है त। देख्न सक्नुहुन्छ है। वाउ, कस्तो दामी बुद्धिस्ट पाइन हेर्नु नै। सानो बुढो मान्छे पनि बसिराख्नु भएको छ। अनि यो चाहिँ सानो बोनसाईहरु गर्नु भएको रहेछ। यो चाहिँ चाइनिज फल भन्छ एउटा हैन, त्यसलाई पनि गरिदिएको रहेछ। अनि यहाँ हेर्नुस् कस्तो मजाले क्या स्टोनमा बोनसाई गर्नु भएको छ है। कस्तो मजाले के। वाउ, यो हेर्नुस् न। ल यो चाहिँ सो ब्युटिफुल। ओ माय गॉड, यहाँ हेर्नुस् है यति राम्रो छैन कि यो एउटा भाँडा भनौं न अब चाइनिज घैला जस्तोमा चाहिँ अब त्यहाँनेरि फुटाएर कस्तो मजाले बनाएको हेर्नु न। सानो घर पनि बनाइदिएको छ हैन। जस मजाको देख्न सक्नुहुन्छ सानो सानो बोनसाईहरु। यो चाहिँ क्यास आर्ट सेन्टरले गर्नु भएको रहेछ। क्यास आर्ट सेन्टरले है। यो चाहिँ यो जति पनि छ नि यो चाहिँ कार्ट आर्ट सेन्टरले गर्नु भएको रहेछ। यो चाहिँ सातिन बोनसाई एसोसिएसनले गरेको रहेछ यो चाहिँ हैन। यो चाहिँ क्यास आर्ट सेन्टरले गरेको रहेछ है त गाइस। अनि माथि पनि हेर्नु न कस्तो मजाको क्या। पुरानो स्टाइलको चाइनिज बुदामा छानाहरु टक्क बनाइदिएको छ हैन। यसले अझ यो बोनसाईलाई मनमोहक बनाइदिएको छ। मलाई चाहिँ साह्रै राम्रो लाग्यो। हजुरहरु बोनसाई प्रेमीहरुलाई चाहिँ कस्तो लाग्यो होला हेर्दै गर्नुस् होला। अझै अरु पनि देखाउने छु है त। फलो मी गाइज। हेलो साथीहरु, अहिले चाहिँ म ग्रीस राजधानीको थेम्समा आएको छु हैन। हेर्नुस् न कस्तो मजाले फ्लावरले ग्रीसमा बनेको घरलाई चाहिँ डेकोरेसन गरिएको छ हैन। अनि यो चाहिँ एउटा फोटो बुथ जस्तो पनि हो। हेलो साथीहरु, the big moon. Yeah.
अहिले देख्न सक्नुहुन्छ यहाँ चाहिँ बिग पान्डा रहेको छ वाउ लुकिङ ब्युटिफुल थ्यांक यू बिग पान्डा आया हेलो साथीहरु अहिले चाहिँ म यो जक्की क्लबले अर्गनाइज गर्नुभएको ठाउँमा आएको छु स्पोन्सर गर्नुभएको ठाउँमा हेर्न सक्नुहुन्छ सबै यो प्लान्टहरु चाहिँ जक्की क्लबले गर्नुभएको रहेछ है त क्यूट कलरको देख्न सक्नुहुन्छ यहाँ जक्की क्लब 144 स्किन हेलो साथीहरु अहिले चाहिँ म यो भित्र इन्ट्रेस्ट गर्न गइरहेको छु यो चाहिँ फ्लावर शोको सेकेन्ड पार्ट हो र यहाँ भित्र चाहिँ विभिन्न बोन्साईहरु र विभिन्न हङकङको संघ संस्था र स्टुडेन्टहरुले डेकोरेसन गरेर राख्नु भएको छ के कस्तो छ हेरौ है त हेलो साथीहरु अहिले देख्दै हुनुहुन्छ हजुरहरुले यो भासमा भएको फ्लावर चाहिँ वन्डर युनिभर्स स्कुलबाट पार्टनरशिप गरेको रहेछ हैन कति मजाले डेकोरेसन गरिएको छ हेर्नुस् त साथीहरु यो हेर्नुस् न यहाँको स्टुडेन्टहरुले कति मजाले कटनमा चाहिँ यो फ्लावरलाई डेकोरेसन गरिएको छ हेर्नुस् न वाउ हेलो साथीहरु हेर्नुस् न यो चाहिँ सबै मिनिचर बोन्साईहरु हो यो चाहिँ सानो सानो हुन्छ हैन अन्त कति मजाले बोन्साई गरेर राख्नु भएको छ हेर्नुस् न वाउ साथीहरु हेर्नुस् न यो कालो रङको टमाटर हजुरहरुले देख्दै हुनुहुन्छ नि यो टमाटर त मैले कहिले देखेको थिइन है फर्स्ट टाइम मैले चाहिँ यस्तो कालो रङको टमाटर पनि हुँदो रहेछ भन्ने चाहिँ यहाँ देख्न पाए हेर्नुस् त कति राम्रो है साथीहरु म चाहिँ अहिले यो बोन्साईको लाइनमा फेरि आइसकेको छु हैन यहाँ हेर्नुस् न कस्तो मजाले मान्छेले ट्रीलाई बोकेर बसेको जस्तो देखिरहेछ हैन यो स्टोन चाहिँ सबै नेचुरल हो अनि यो बोन्साईको पट हेर्नुस् न कति वर्ष पुरानो होला है मलाई चाहिँ यहाँबाट चाहिँ यो बोन्साईहरु हेरेर चाहिँ मलाई घर जानै मन परेन यति धेरै राम्रो छ कि यो बोन्साईहरु गरेको म त एक्सप्लेन नै गर्न सकेको छैन क्या कति राम्रो अनि हेर्न सक्नुहुन्छ वाउ यो चाहिँ किम्बुको बोट है To the city streets, we began to feel the fire. हेलो साथीहरु हेर्नुस् न म चाहिँ अहिले घुम्दै टी गार्डनमा आएको छु हैन कति मजाले डेकोरेसन गर्नुभएको टी गार्डन हेर्नुस् न वाउ कत्रो ठुलो टी पट है म चाहिँ एकदमै राम्रो लाग्यो यो डेकोरेसन चाहिँ हेर्न सक्नुहुन्छ कपमा फ्लावर कति मजाले डेकोरेसन गरिएको छ अनि कस्तो राम्रो क्या साथीहरु म चाहिँ अहिले क्याक्टसको लाइनमा आइपुगेको छु घुम्दै हैन मैले चाहिँ लाइफमा फर्स्ट टाइम यस्तो क्याक्टसहरु देखेको हैन मैले चाहिँ यो भन्दा अगाडि यस्तो क्याक्टसहरु देखेको थिएन कति राम्रो हेर्नुस् न वाउ कस्तो राम्रो छ है कति प्रजातिको क्याक्टसहरु राखिएको छ साथीहरु अहिले चाहिँ म यो बुकेहरुको डेकोरेसनमा आएको छु यो चाहिँ यो हङकङमा रहेको विभिन्न संघ संस्था र विद्यार्थीहरुले आफ्नो तरिकाले डेकोरेसन गरेर राख्नु भएको छ हैन मलाई चाहिँ एकदमै धेरै राम्रो लाग्यो अनि यो चाहिँ भिडियोमा भन्दा पनि रियलमा हेरेर बुझ्ने हो भने चाहिँ यो बुके चाहिँ धेरै नै राम्रो तरिकाले बनाउनु भएको छ वाउ मलाई चाहिँ साह्रै नै राम्रो लाग्यो हेलो साथीहरु
आजको मेरो भिडियो चाहिँ बोनसाईको भिडियोहरू चाहिँ हजुरहरूलाई कस्तो लाग्छ होला हैन। आज चाहिँ मैले यहाँ जति पनि फ्लावर्समा बोनसाईहरू राखिएको थियो फर्स्ट प्राइज सेकेन्ड प्राइज सबै पाएको बोनसाईहरू चाहिँ मैले हजुरहरूको सामु राखेको छु। हजुरहरूलाई कस्तो लाग्छ होला, बोनसाई प्रेमीहरूलाई मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला अनि कमेन्टमा पनि भनिदिनुहोस् होला कस्तो छ मेरो आजको भिडियो, यो 2025 को फ्लावर शोको भिडियो। हस् त धन्यवाद, यति भन्दै बाई बाई।